सफल पार्नको निम्ति सभ्य र भव्य रूपमा सफल पार्नको निम्ति हाम्रो नौमती बाजा परिवार, मूल आमा समूह, लामा झाँकी परिवार, कजु झाँकी परिवार, यदु झाँकी परिवार, हाम्रो सम्पूर्ण झाँकी परिवारले यो कार्यक्रमलाई सफल पार्नको निम्ति सहयोग गर्नुभएको छ। उहाँहरू क्रमशः बिताउने क्रम जारी छ। सबैलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। विशेष गरी आजको केन्द्रबिन्दु अध्यक्ष कमला गुरुङज्यू, मुसुबा आमा समूह सुनमाया गुरुङज्यू, डाँडागाउँ आमा समूहका अध्यक्षलाई पनि यथास्थानमा आसनको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर घान्द्रुका अध्यक्ष प्रेम गुरुङज्यूलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु, ड्यासमा आएर आसन ग्रहण गरिदिनु हुनको लागि। त्यसै गरेर सेन्चुर पर्यटन व्यवस्थापन समिति का अध्यक्ष जगन प्रसाद गुरुङज्यूलाई पनि कृपया जोरदार ताली र हाम्रो झाँकी प्रदर्शन टोलीहरू तयारी अवस्थामा रहिदिनु होला है। अघिको समूहहरू अब हामी एक एक चरण चाहिँ अगाडि झाँकी प्रदर्शन गर्नेछौँ। हाम्रो बाजा टोली आमा समूह त्यसरी नै आइदिनु होला। जगन गुरुङज्यूलाई पनि स्टेजमा आइ आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरेर सचिव दीपक गुरुङज्यूलाई पनि स्टेजमा आइ आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। कृपया मैले उद्घोषण गरिसकेको छौँ, तपाईँहरू स्टेजमा आइ आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छौँ। धर्म हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानिसको चिनारी हराउँछ भन्ने मूल नाम सबैजनाले हाम्रो जाति
झाँकी प्रदर्शन ज्योतिलाई नि तालीद्वारा स्वागत र सम्मान गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। हामी देख्न सक्छौँ ज्ञापी झाँकीको वरिष्ठ सल्लाहकार किशन गुरुङज्यूलाई आफ्नो छोटो शुभकामना मध्येमा राखिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया समय धेरै छैन, समयलाई मध्यनजर गर्दै छोटो शुभकामना मध्येमा राखिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले यो 2 पटक मनाइसकेका छौँ अन्नपूर्ण सेन्चुरी पर्यटक महोत्सव 2 पटक मनाइसके। यो घान्द्रुङ यो शक्तिपीठ यो देवताहरू भगवानले बास गरेको ठाउँ हो। जेठ महिनामा सधैँ पानी पर्छ, तर जब घान्द्रुङमा कुनै महोत्सव हुन्छ तब मेश्रम बरा सिमी भूमिले पनि साथ दिइरहेको इतिहास विगतको दिनहरूले दिइरहेछन्। हामीलाई आशा छ आगामी दिनमा पनि यो म्याराथन नसकिन्जेलसम्म घान्द्रुङमा पानी पर्दैन भन्ने हामीलाई पूर्ण आशा छ। घान्द्रुङमा पनि यस कार्यक्रमले पक्कै पनि निरन्तरता पाउनेछ भन्ने पूर्ण विश्वास गरेको छु। अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुङ होटल व्यवस्थापन समितिको चाहिँ यो आयोजनामा भइरहेको यो तेस्रो सेन्चुरी पर्यटन महोत्सवको यो समुद्घाटन कार्यक्रममा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव यो 2080 को यो अवसरमा घान्द्रुङ फोहोर व्यवस्थापनमा विगत 13 वर्ष निरन्तर सेवा गर्दै आउनुभएका तपाईँ श्री रामबहादुर परियार, कृपया तपाईँ श्री रामबहादुर परियारज्यूले गर्नुभएको सहयोगको उच्च मूल्याङ्कन गर्दै आज यो समुद्घाटन कार्यक्रममा एउटा दोसल्ला र यो सम्मान पत्रबाट चाहिँ सम्मान गर्न गइरहेका छौँ। कृपया सम्मानित व्यक्तित्व धन्यवाद छ रामबहादुर परियारजीलाई। र अब हामी प्रमुख अतिथिको कार्यव्यस्तताको कारण हार्दिक धन्यवाद प्रिय कार्यक्रम सञ्चालक अमृत। निर्वाचनको मत माग्ने क्रममा पनि हाँसो मजाक गरिरहेको थियो, तर मलाई एउटा कस्तो संयोग मिलेको थियो भने त्यहाँ एउटा शक्ति पूजाको समापन विसर्जन गर्ने रहेछ। त्यो शक्ति पूजाको समापन विसर्जन गर्ने सन्दर्भमा प्रसाद ग्रहण र टीका ग्रहण गर्ने सौभाग्य प्राप्त हुँदा मैले आफ्नो विजयको सुनिश्चितता त्यही दिन प्राप्त गरेँ। यो कला संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्छ। आज हाम्रो मौलिक परम्पराले, मौलिक संस्कार र सभ्यताले आज हामी सफल बन्दा रहेछौँ। आज त्यही अभियानको एउटा प्रारम्भ गरेको म पनि यहाँहरू जस्तै हाम्रो गुरुङ, ब्राह्मण, दलित सबै हामी बहुल जाति, बहुल भाषा, धर्म, संस्कृति भएका हामी नेपाली हो। भूमिमै जन्मे अत्यन्तै आस्था गर्ने र यो पर्यटनलाई सहयोग प्रदान गर्नुभएको थियो। उहाँको यो सम्मान पत्र लिँदैन हुनको निम्ति अगाडि निम्ताउन चाहन्छु। अलि फटाफट गरिदिनुहोस् है हजुरहरूले नाम उच्चारण गरेकोहरू समयलाई